मर्निङ है। अब हाम्रो चाहिँ आजको अर्को यात्रा सुरु हुँदैछ। उहाँ हुनुहुन्छ हाम्रो मुकल केस कलुवा। मेरो चाहिँ अब एउटा एडिडास भयो, एउटा नाइक भयो मोजा। मैले के गर्ने होला प्याकिङ मान्छे पुमा छ, पुमा जस्तो छ मान्छे फेरि। त मान्छे चाहिँ पुमा जस्तो छ। अब ब्रेकफास्ट खाइन्छ, ब्रेकफास्ट के चाहिँ अन्डा र कहीँ मात्रै त्यसपछि लागिन्छ। अलमोस्ट रेडी है। बिहान 4 बजी उठेर यति बेला हिँड्यो, 6 बजी हिँड्दैछ हामी। हाम्रो यात्रा यस्तो छ। अब हाम्रो पेट्रोल हानी तर्खर गर्दैछौँ। पेट्रोल पनि हान्नु पऱ्यो साधारण। साथीहरू अब हामी चाहिँ झार्की हुँदै जाँदैछौँ। के छ केटा? हलुवा यता उता उता धेरै कट्यो त। यताबाट साथीले कटायो। हामी खास यताबाट जानु पनि साथी अलिकति आक्रोशमा सिधै धार्के। है हामी चाहिँ धार्की प्रवेश गरे काठमाडौँ छोडेर। त्यसै गरी हामी चाहिँ धार्कीमा अब रास्ताले परेको अनि मेरो पाउला कता पाउँछ। धार्की आइपुग्यौँ। अब सिधै यतातिर ट्याङ्क पुरेर लाग्छौँ आफ्नो गन्तव्यतर्फ। अब हामी खाजा जस्तो धुलो खान्छौँ नि त। हामी अहिले गल्छी आइपुगेको छौँ। त्यसै गरी हाम्रो यात्रा जारी नै छ। हेलमेट भुलेको छ अवस्था, धुलो खाएको अवस्था, अझ कति धुलो खानुपर्ने अवस्था हो थाहा छैन। अब आज हाम्रो किलोको सट्टा तपाईँले धुलो खानुहुन्छ। धन्यवाद। खुसी लागेको थियो मलाई सियार। सीमा भाइले मुतिर आउनुभयो होइन। गल्छी होइन कहाँ गजुरी कटे जाँदैछौँ। के भन्यो भाइ? आमाले मायाले चिज काटिदिनु भएको होइन। अब यो ह्यान्डल पनि चेन्ज गर्नु पऱ्यो अरे, सिट पनि चेन्ज गर्नु पऱ्यो अरे होइन। भनेको मायाले गरिदिनु। धन्यवाद त्यसलाई। चाहिँ मुक्ति आइपुगेको छु। अब हामी चिया खाँदैछौँ होइन। कलुवा कसले तेरो प्यारो मामा होइन त। साथीभाइ लङ टुर गए बेला चाहिँ यो यस्तो ह्यान्डल चाहिँ नहाल्नु है, सिट काटिन्छ। यस्तो ह्यान्डलहरूमा छ भने अनि सिटले पनि प्रब्लम दिँदो रहेछ। यो सिटले पनि होइन, त्यो सिट र ह्यान्डलले गर्दा हाम्रो सिट काट्यो है। एकदम टाइट छ। अनि कालेको चाहिँ एकदम प्यारो मामा हुँदो रहेछ उहाँ चाहिँ। मेरो भान्जा शुक्रबार आउनु चिया खाएर जानु भने पोज भएको पोज। ब्रेकफास्ट त्यस्तो काले सेल चिया अहिले मुङ्गी हामी चिया र सेल खान्थ्यो। त्यसपछि लागि आफ्नो बाटो।
डुब्रे आइपुगे डुब्रे राइट 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 होइन के बाटो सेवास अहिले चाहिँ हाल चाहिँ बेसी साह्रो चाहिने बाटो चाहिँ बन्दै छन् है बाटो फराकिलो हुँदैछ है मेरो बाउले टेन्डर दिएको हो यो ढुङ्गा उचाल्न जस बाटो अब पहिला सानो थियो अहिले बढाएर ठुलो पाउँदैछ जस राम्रो हुँदैछ जस बेसी साह्रो चाहिने बाटो ल साथी आउँ सुन्दर बजार आइपुगे लमजुङको है सुन्दर बजार प्रवेश गऱ्यौँ लमजुङ प्रवेश गऱ्यौँ हामी हाल्दै हो अब होइन यो लमजुङको बेसी सहरमा पेट्रोल हेरेर यो बाटो लाग्छौँ अया बेसी सहर आइपुग्यौँ बेसी सहर त्यो बेसी सहर म चाहिँ खानासाना खाएर अब लाग्दै हो कतातिर काले अब पोखरा मोरङ होइन मनाङ लाग्थ्यो है खाजाहरू खाइसक्यो अहिले हामी बेसी सहरमा छौँ अब त्यहाँबाट बाइक लिएर जान्छौँ हाम्रो बाइकको चाहिँ कहाँ झरेछ यसको चाहिँ झऱ्यो भने ए कहाँ रहेछ त यो चाहिँ टालटुल गर्दै अहिले हामी बेसी सहरमा छौँ है ल बेसी सहरबाट अब त सिधै यताबाट मनाङ है अब हामी चाहिँ लाग्यौँ बेसी सहरबाट मनाङतिर है होइन Oh yeah, man. लाग्यो चाक दुखाइ चाकको बाटोको चाक जस्तो भएछ कालेपछि निलो भएछ मेरो ट्राकै कालो हो रातो भएछ मेरो बाउको होइन कलरै हुनु अनि खुरी बजार आइपुग्यो खुरी बजार Oh, Dad! Dad. Baba, जाने ना? Oh, Dad! अन्धवी झर्ना छ है के छ ठिक छ गाले झर्ना ठिक छ यहाँ झरेस पिकअप पनि यहाँ पो भनेर रहेछ
म्युजिकको खाएर अब यो होटेलबाटै झर्ना हेरेर अब आफ्नो गन्तव्यतर्फ लाग्दै के गर्छ कलुवा जानेन अब हिँड्दैन मनाङ आएर मुतिरहेको छ केटाले ल है अब हामी चाहिँ यो बोर्डर आइपुग्यौँ लमजुङ र मनाङको है यो चाहिँ लमजुङ र यो बोर्डर कट्यौँ पुल कटेपछि मनाङ है मनाङ प्रवेश गरेछ हेर्नुहोस् है अब हामी मनाङ प्रवेश गरेँ सानो छ हामी लाग्दछौँ लाग्यो राजखानी भएन मेरो पनि राजखानी र जस्तो लाग्यो प्रवेश गरेँ चाहे बजार अब हामी चाहे बजार कटेर जानेछौँ त्यसै गरी हामीले पहिला फेरि त्यो जस्तो चाहिँ आइपुग्यौँ होइन हामी यो बसेको गङ्गापुरमा बस्यो हामी यो होटेल बसेर
लगभग आइपुग्नु मलाई यस्तो फिजिकली कस्तो भइरहेछ अझै शिवजी हुन्डे बजार आइपुग्यो हुन्डे बजार अब यहाँ धेरै टाढो छ त मनाङ तर चाक चाहिँ खतरा अब कुन लेकले ब्लू लेक बाइक बताउँछु कता हामी चाहिँ ब्लू लेक आइपुग्यौँ अब हामी चाहिँ मनाङ आइपुग्यौँ न त अघि नै मनाङ आइपुग्यो तर सिधै पनि अघि मात्रै स्यामी मनाङ चाहिँ जाने सिधै पनि खाङसार कहाँ बस्नु खाङसार गरेर जाने त मनाङ आएको मनाङ किन लाग्दैछ मनाङ कहाँ बस्यो भने अब हामी चाहिँ फाइनली हामी चाहिँ मनाङ है हामी बसेको ठाउँ चाहिँ हो होइन हामी चाहिँ ट्रेनमा बस्दैछौँ रिजनेबल प्राइस छ काली चाहिँ यसको चाहिँ म चाहिँ एउटा आराम जाँदैछु है जानु मलाई कस्तो देखिँदो रहेछ कालीहरू थकाएर ठिकै छ किन हाय थाक्यो हाय मनाङ भ्याली यो हाय हाय थाक्यो मनाङ फाइनली त्यो आइपुग्यो मनाङ बजार गुड मर्निङ अलिकति ढिला भयो है यस्तै भयो आजलाई होइन अहिलेलाई अब हामी चाहिँ अन द वे हामी चाहिँ आइसकेको जाँदै हो होइन यो बाटो हेर्नुहोस् है आइसकेको जाँदैछौँ के भयो रे हुन्छ फ्रन्ट क्यामेरा भएछ बाउ तिमी मान्छे कि ए बाउ
भात खान बाउ गाली खाने बस्छ तिमी भैँसीको गाडी खाँदै बस्छ गऱ्यौ बे गर न हामी चाहिँ अन्त आइसलोक है केटा आइसलो जानु लाग्यो बाइकमा गएको आधी बाटोसम्म बाटो चाहिँ यस्तो छ यो भने जस सुनिल ट्यापीहरू आयो भने चाहिँ यो बाइक यो बाटो अलिक गाह्रै पर्ला किनकि ढलन 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 बिल्कुल उता देखाइदिनु हुन्छ ल म आफ्नो अनुहार पनि ढलन भइरह्यो त हेर्नुहोस् है हेर्नुहोस् टर्निङ तान्ना उल्टा भाइ कस्तो भइरहेछ भगवान् यस्तो उकालो कहाँ तलबाट तलबाट आएको है साथीहरू चाहिँ यता हेर बाटो चिक्ने भन्नुपर्छ बाटो छ खतम धेरै नै खतम यसमा नि हाम्रो भाइ गइरहेछ यो बाटो चाहिँ मलाई होइन अन द वे टु आइसले क्या फेरि यस राखो दाइको बाइक आउन सक्छ है यसमा NS 125 अति बवाल हुन्छ यहाँ त जस्ट टायर एकतिर हामी चाहिँ टी हाउस आइपुग्यो नि काले सुतली अब हिँडाइ सुरु हुन्छ ल अब व्यवस्था हुन्छ है ल अब यही बाटो आइज बाइक चाहिँ हिँड्सम्म आउँदो रहेछ यहाँबाट चाहिँ अब हामी व्यवस्था है हामी चाहिँ अन द वे ह्यासलेक है अझै बाइक छ है कता हो थाहा पनि छैन ह्यासलेक काले भाइ थाकेन है भने जिम गरेर एक्सर्साइज पुगेको छैन यसलाई भने कि यो सर्कट बाटो पुर्खजले बनाएको अरे यो चाहिँ जिन्जीले बनाएको अरे तेरो भन्नु के छ बाटो त बाटो हो यो होइन पुर्खजले बनाएको यो जेन्जीले बनाएको यो चाहिँ अनि सुटो साथी हामी चाहिँ यो बाटो नगएर होइन सर्कट जाँदैछौँ यो कालीले देखाएको सर्कट बाटो है कालीहरू अति जिद्दी गऱ्यो त्यही भएर यहाँ अन्त सर्टकट हाइवे ले भ्यू द भ्यू इज वाउ उकालो पनि जाइको नाक जस्तो छ यार नाकको टुप्पी छ नि थाक्यो ब्याकग्राउन्ड हेर्नु कस्तो दामी छ ब्याकग्राउन्ड बवाल छ ब्याकग्राउन्ड त के भन्छ बाउ मलाई तिमी आएनौ हिँडौ भने हामी चाहिँ यताबाट उहाँ पुग्ने उहाँ आएको उहाँ नै कहाँ अब त्यही हो है साथीहरू यस्तो छ हामी चाहिँ उकालो पुग्थ्यो काले बाउ आएपछि के हुन्थ्यो अरे बाउलाई कागज प्लेनमा राखेर माथि राखेर के छ बाउ आएनौ यो कालीसिन अहिले त्यसो अब नदी छ अब भने अब पहाडी ब्याकग्राउन्ड हेरेर हाम्रो है कस्तो दामी छ ओ माई गड है
भात भन्दै गरेर हाम्रो भिडियो पनि दाइस अब चाहिँ हामी लगभग आइपुग्यौँ है। आजको हाम्रो गाइड हुनुहुन्छ मुकेश मगर। के हो चाहिँ भनिदिनुहोस् त प्लिज। त्यहाँ आएर हेर्नु मान्छे बाइक यस्तो गरेर हाम्रो त्यो होटेलमा खाजा खाएर फेरि बाइक हिँड्दै हिँड्छ अनि अब आइसलेक नजामे तर ड्याफै हान्थिस् होइन। भुइँमा ल हामी चाहिँ ब्रान्च अफ आइसलेक आइपुग्यो है। ठ्याक्कै के अरे आइसलेक यो चाहिँ ब्रान्च अफ आइसलेक है। यो चाहिँ साथी हो बब्बल यार। ल बुला ब्रान्च अफ आइसलेक यस्तो दामी छ नि यिनीहरूले ब्रान्च अफ आइसलेक भन्दो रहेछ यसलाई चाहिँ। यो चाहिँ यहाँ पुगेको छ है। यो चाहिँ अब उतै बाटो हुँदै आइसलेक गइन्छ है। दामी ल अब हामी चाहिँ आइसलेकतर्फ लाग्दैछौँ। यो चाहिँ ब्रान्च अफ आइसलेक रे। 2 शब्द जाओस्। ब्रो के छ ओ सेने आइसलेक फाइनली वी आर एट आइसलेक। त्यो मान्छे बसिरहेको छ सुत्यो। यस है साथी हो फाइनली आइसलेक आइपुग्यौँ। काले 2 शब्द काले यहाँ हिँड्ने रे यसरी। वाह हामी चाहिँ आइसलेक आइपुग्यौँ। यो चाहिँ आइसलेक हो है। मनैमा पर्छ बब्बल दामी छ साथी हो। धेरै हिँड्नु पर्दैन। हामी चाहिँ 1.5 घन्टा मात्रै हिँड्यौँ है। त्यति गाह्रो छैन हिँड्नलाई पनि बब्बल छ। के कसो भाइ अपोजिट अनि छुरा छ छुरा ल। यो भाइ चाहिँ यो डाँडा क्रस गर्छु रे। अब हेरौँ त्यो झिङ्गा दिएर भाग्ने होला अब। हामी चाहिँ पारिपट्टि आयौँ। ओहो हैट बब्बल दामी रहेछ यार। हिउँ दामी रहेछ काले। कस्तो भयो त खालि आइसलेक यो आइसलेक सबैजना तलबाट भेट्न आउँछन् होइन। हामी पनि हिँड्छौँ। हामी गइरहेको छ फोटो खिच्नलाई। यहाँ काले हुनुहुन्छ। अब हामी चाहिँ फर्किँदै हो। आइसलेक हेऱ्यौँ होइन काले।
आइसले हेऱ्यौँ हामीले अब अहिले चाहिँ हामी चौरीगाउँ हेर्दैछौँ कोही हो यो बाउ हो हेर्दै देख्छ मलाई आज यति सम्झना आँखा बाउको अनि छोरा भएर मात्र हो न त यस्तो किक कस्तो रे किक देखेर ल है बाउ ल बाउ होस् गरेस् गरे सम्झिएस् छोरो यहाँ करातेमा गइसक्यो अनि यो त सर्कट हिँडेको मलाई जिन्दगी सर्कट होला फेरिमा टुनी हेरेकडा ओह्रालो झन्डामा यस्तो छ 1 मिस गेम फिनिस हो बिस्तारै आउनु होला सिधै मैले तलतिर भिर्छ हो यो त यस्तो छ यो बाँकी चाहिँ एक मिस गेम ब्रेक लाइट नछुए त्यो त उयो छ तल चाहिँ यसलाई व्यवस्था हान्नुपर्छ हामीले जान र अब हाल्छ मिलाएर पछि छ त्यो ठाको ढाडा है मिलाएर पछि मिलाएर पछि मेरो लाभा लेग्रे अघि ल आयो मा टिक्ने अब आइज न जब खाली छ यहाँ राइडर हामीलाई के को छ चिन्ता बाउलाई पछि पछाडि धकाल चिन्ता धकालै बाटो चाहिँ यस्तो चाहिँ मिलाएर पछि जाने बाटो चाहिँ अप्रोड छ अनि काले मिलाएर पा ओह्रालो है यस्तो छ है ओह्रालो उकालो यस्तो छ मिलाएर पा केही जाने बाटो चाहिँ केभ मिलाएर पा केभ केभ रे लेखेर के भयो मिलाएर पा के जाने हो हुनु परिरहेपछि यहाँ यो के भने यहाँ छ यस्तो चाहिँ बाटो चाहिँ बबाल देखाएको चाहिँ फेरि बाटो चाहिँ बबाल छ अनि चाहिँ मिलाएर के जाने हो मिलाएर के यहाँ हुन्छ हाम्रो गाइड मेरो गाइड यहाँ माथि पुग्नु चाहिँ मेरो तपाईँ के खोलाई यो भाइले भएर पादेको है फेरि यो फेरि भाइ थाकेको चाहिँ छैन फेरि म त्यसले बाटो हेरेर थिएँ यो बाटो अघि हामी आइसलेको जाने बाटो यो त्यो बाटो गएर आएको योपालिको मनाङ टुर दामी भयो है धेरै ठाउँ घुम्नु पाएँ नघुमिन आइसलेको त मिलाएर के गाउँदैछौँ अहिले चाहिँ धन्न बाइकले साथ दिइरहेछ धन्यवाद विशेष गर्नु भगवान्लाई पनि धन्यवाद है त्यही हो पर्छ चाहिँ मिनाले पाके
चाहिँ अब यता प्रवेश गर्दैछु है। रे हान्नु भाइले भनेको सकेट हान्नु रे। अनि छैन भाइ हिँड्न त्यो भने कालै हिँड्नु सकेर गाह्रो भइसक्यो त्यसलाई। त्यो मान्छे गुली च्याप्या मेरो केप चाहिँ 160 हाइटमा। अब हामी चाहिँ यहाँबाट उक्लिन्छौँ है। काले बल्ल आइपुग्दैछ यहाँलाई। सुतेलाई सुतली सकिन्छ त्यसलाई कसले अब माथि उक्लिँदैन है मस्त यस्तो चाहिँ खाले हुँदैछन्। चाहिँ बाटो यस्तो छ। हामी चाहिँ तलबाट आएर जाँदै हो। बाटो आएर यसरी कालो यहाँ बसेको छ। यसरी मासतिर हो ल। फाइनली हामी आइपुगेका छौँ मेलारेपा गुफाभित्र रहेको छाप है। यो सायद यो होला छाप समथिङ यो होला है। यहाँ चाहिँ छाप रहेछ। काले तोलाई डरेको छ। यस्तो छ यस्तो छ बाटो चाहिँ है। ल हामी चाहिँ मिलारेपा लेकबाट फर्किन्थ्यो। अब मनाङतिर जान्थ्यो। मनाङबाट प्याक गरेर ओहो यो बाटो सामान प्याक गरेर अनि गइन्छ। त्यसपछि होइन यो भाइको यस्तो छ एकदम चिप्लो हिउँले खाएको बाटो हो। र फेरि हाम्रो भाइ एकदम प्रो राइडर हो होइन। त्यही भएर आजकल म प्रो राइडर भन्न खोजेको छु। खुट्टा चाहिँ लगभग कामिरहेको आफै ब्रेक लागिरह हो अरे बुझी आफै ब्रेक लागिरहेछ खुट्टा कामिसक्यो त। यो मनाङको चाहिँ यो पेट्रोल पम्प चाहिँ यो है। फेरि यो हाम्रो यो लज पनि छ सोलुखुम्बु लज एन्ड रेस्टुरेन्ट होइन। यो चाहिँ मनाङको यो पेट्रोल पम्प भन्दैन चाहिँ होइन। हाम्रो पेट्रोल पम्प भन्दै मुङसीमा यहाँ काठमाडौँ भने जस्तै हो पेट्रोल पम्पको भाउ त्यस्तो महँगो छैन है। दाइको सुविधा राम्रो छ। दाइको मिठो हाँसो। हामी पनि पेट्रोल थियो त्यही पनि दाइको मुस्कानले गर्दा बोलीले गर्दा हामीले हालेको होइन दाइ। आइसलेको जाने बाटो नि यहाँ छ। दाइले देखाइदिनुहुन्छ सबै होइन। मेरो घरको छेउबाट हो। अनि आएर यो होटेलमै बस्नु होला। यो होटेल एकदम राम्रो छ होइन। सुविधा सम्पन्न छ
है एकदम दाइले सक्ने सुविधा दिनुहुन्छ नि दाइ हुन्छ दाइ ल हामी आउँदै गर्छौँ है दाइ फेरि धन्यवाद दाइ है मनाङ साथी है हामी चाहिँ चामे मार बसेसम्म आएको छौँ हामी बसेको होटल चाहिँ यही हो है यहाँ तल चाहिँ हट स्प्रिङ छ है आज मनाङबाट झरेर चामे आएर बसेको छौँ यो होटेलमा हाम्रो चाहिँ कालेबय हाम्रो कालेबय है त्यही हो भोलि हामी काठमाडौँ हिँड्छौँ आउनु होला है मजा आएछ काले तातो पानी कस्तो छ कालो अहिलेसम्म यहाँ खुवाइदिन्थ्यो यसको खुवाइदिनु भएको बेला पानी तातो पानी कम ओ कले भाइ हामी कहाँ छौँ रे पानी कम खाएछ एकदम फ्रेस हाम्रो यात्रा चाहिँ सायद अब सकिन्छ होला नि कहाँले अब भोलि काठमाडौँ गइन्छ काठमाडौँ गएपछि सकिन्छ कहाँ काठमाडौँ बेनीघाटमा सानो मामाले फेरि मामाले बोलाउनु भएको छ खाना खाना बिलबुल लिएर खाना खाना आइज भनेको छ भोलि चाहिँ हामी बेनीघाट गइन्छ त्यसै हुन त काठमाडौँ जाने हो त्यसपछि अब हाम्रो मनाङको यात्रा सकिन्छ होइन आज चाहिँ हामी चामेमा छौँ है त्यसपछि हामी बोकेको यात्रामा फेरि भेटेछौँ है अहिले यस्तो सिद्धार्थ पनि आनन्द रिल्याक्स लिइरहेको छौँ ल है साथीभाइहरू अब रमाइलो छ मनाङ पनि दामी छ आउनुहोस् होइन यहाँ चामेमा आएर यहाँ हट स्प्रिङ गर्नुहोस् तातो छ मजा छ आहा अझ गर्लफ्रेन्ड लिएर आउनुहोस् दामी हुन्छ यो मेरो बाउलाई बाउ चाहिँ यहाँ डुब्छ होला हाम्रो खुट्टा आउँछ तर मेरो बाउ डुब्छ यो ब्लग हेर्दाखेरि चाहिँ बाउले मलाई मार्छ दामी छ त आउनु चाहिँ चाइना आउनुहोस् त्यसो भए हाम्रो यहीँ समाप्त गर्दछौँ हामी अहिलेलाई नमस्ते